हामीलाई सरकार चाहिए छैन। अहिले 5-7 लाख जनता काठमाडौँमा अनि हरेक सदरमुखमा 1 लाख 1.5 लाख 1 लाख 1.5 लाख उतारेर गऱ्यो भने एकै दिनमा उल्ट्याउन सकिँदैन त। तिमीहरूसँग सेना छ, हतियार छ, सेनालाई चाहिँ ठिक ल्याछौ, जनता छ तिमीहरूसँग। कोठामा बसेर बौद्धिक विलास गरेर यस्तो संविधान त्यस्तो संविधान भनेर संविधान बन्ने पनि होइन, बनेर त्यसले काम गर्ने पनि होइन। यो कागज बाहेक केही नै हुँदैन। अब जन्माउने रे अर्को नयाँ दलाइ लामा उस्तै परे नेपालमा भन्ने पनि हल्लाखल्ला छ। हजारौं र लाखौं सुकुम्बासीहरूलाई बिचल्ली पार्नु प्रष्ट देखियो। उसको दोस्रो काम सिमानामा बडो दुःख गरेर जीविका चलाउने मधेसी जनता, गरिब मधेसी जनताको चाहिँ छातीमा बुट बजार्ने काम भयो। 100 रुपियाँ भन्दा बढी कर लाग्छ भनेर हामीले अलिअलि त थाहा पाइन्थ्यो, बैरीहरू लागिरहेछन् भन्ने कुरा त थाहा पाइन्थ्यो। तर यही स्तरमा यही रूपमा यसरी नै एकै दिनमा नेपाललाई नै विध्वंस पार्ने गरी तयारीमा लागेको चाहिँ लाग्दैनथ्यो। भने पनि त्यो स्तरमा आउँदैनन् होला भने जस्तो भ्रम पालिएछ हामीले। मेरो विचारमा अरू थुप्रै गल्ती कमजोरी कहाँ भयो भन्ने भन्दा मूल कुरा र चुरो कुरा हामीले नेपाल राष्ट्रको स्वाधीनताको रक्षाको निम्ति निरन्तर चनाखो हुनुपर्ने, शक्ति सञ्चय गरिराख्नुपर्ने, शक्ति आर्जन गरिराख्नुपर्ने, जनताको बीचमा गइराख्नुपर्ने र जनतालाई आन्दोलित गरिराख्नुपर्ने प्रमुख कामबाट हामी केही न केही विमुख हुन पुग्यौँ। यही नै मुख्य कमजोरी भयो भन्ने मलाई लाग्छ। त्यसैको परिणाम उनीहरूले बाकायदा तयारी गरे। हाम्रा युवाहरूको दिमाग कसरी क्याप्चर गर्नुपर्छ भन्नेमा उनीहरूको यत्रो ध्यान केन्द्रित भएछ, हामीले त्यसमा ध्यान दिनै छोडेछौँ। हामीले पनि अर्को कुनै उपाय छैन। जुन दिन अफिमको नसाबाट जसरी चिनिया जनता मुक्त भएपछि क्रान्ति अगाडि बढेको थियो, यहाँ पनि सोसियल मिडियाको अफिमबाट नेपाली युवाहरूलाई दुरुस्त पार्न सक्यौँ भने युवाहरूले राष्ट्रको स्वाधीनताको निम्ति फेरि बलिदान गर्ने आँट नेपालीहरूले गर्छन्। प्रतिक्रान्ति कम्प्लिट भएको छैन। कमरेडहरू र मित्रहरू, साम्राज्यवादीहरू, विदेशी प्रतिक्रियावादी र देशभित्र तिनका दलालहरू त्यो प्रतिक्रान्ति कम्प्लिट पार्ने मिसनमा छन्। अहिले पनि निर्वाचनपछि र सरकारले जसरी यहाँका उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायका विरुद्ध गतिविधि गरेको त अब त उदङ्ग भइसकेको छ। उसको पहिलो काम हजारौं र लाखौं सुकुम्बासीहरूलाई बिचल्ली पार्नु प्रष्ट देखियो। उसको दोस्रो काम सिमानामा बडो दुःख गरेर जीविका चलाउने मधेसी जनता, गरिब मधेसी जनताको चाहिँ छातीमा बुट बजार्ने काम भयो। 100 रुपियाँ भन्दा बढी कर लाग्छ भनेर। चीन र भारतको बीचमा हुनुको नाताले हाम्रा केही त्यस्ता फन्डामेन्टल नर्म्स र भ्यालुजहरू छन्। नेपालका असंलग्नता, एक चीनको नीति, चीन विरोधी गतिविधि हुन हामी दिने छैनौँ भनेर सबै राजनीतिक दलले भन्दै आएको होइन 50औं वर्षदेखि। तर यो पटक उल्लङ्घन गरियो। दलाइ लामाको जन्मोत्सव बधाई। अब जन्माउने रे अर्को नयाँ दलाइ लामा उस्तै परे नेपालमा भन्ने पनि हल्लाखल्ला छ। यो सबै सामान्य कुरा छैन कमरेडहरू, यो सामान्य कुरा होइन। हामी हाम्रै तरिकाले लड्ने हो, तर एकै दिनमा उल्ट्याउन सकिँदो रहेछ भन्ने त उनीहरूले सिकाएछन् नि हामीलाई। एकै दिनमा उल्ट्याइदिन त सकिँदो रहेछ। अहिले हामी पार्टीहरू, वामपन्थीहरूले मानौ एकछिनलाई एउटा निश्चित कार्यक्रम बनाइयो, साझा न्यूनतम कार्यक्रम, र हरेक पार्टीले आफ्नो गच्छे अनुसार र क्षमता अनुसार देशभरिबाट 5-7 लाख जनता काठमाडौँमा अनि हरेक सदरमुखमा 1 लाख 1.5 लाख 1 लाख 1.5 लाख उतारेर गऱ्यो भने एकै दिनमा उल्ट्याउन सकिँदैन त। हामी सबैले सोच्न पर्यो एकचोटि, नत्र बर्बाद हुन सक्छ। किनभने मैले भने प्रतिक्रान्तिको यो प्रक्रिया कम्प्लिट भएको छैन। कम्प्लिट गर्ने तयारीमा उनीहरू पनि छन्। हामीले पहिले जस्तै अब फेरि सरकार बनाउने र गिराउने खेलतिर लाग्यौँ भने अर्को प्रतिक्रान्ति क्रममा हामी सबै उठ्नै नसक्ने गरी थचारिन पनि सकिन्छ। राम्रोसँग हामीलाई एकताबद्ध गर्ने, ठुल्ठुला गफ गर्न छोडिदिउँ। अब एक्सनमा जाने तयारी गरौँ। त्यो
त्यो सम्भव छ, त्यो सम्भव बनाउनै पर्ने छ। त्यसकारण साझा न्यूनतम कार्यक्रम, राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग समुदायका हक अधिकारको रक्षा, संविधानको रक्षा, गणतन्त्रको रक्षा, त्यसको निम्ति हामी सबैको साझा पहल कदमी। अहिले भर्खरै पार्टी एउटै हुने स्थिति छैन, त्यता टाउको नदुखाउँ झमेला। अहिले पार्टी एउटै बनाउँछौँ भने फेरि झगडा सुरु भइहाल्छ हाम्रो। किनभने मैले अस्ति नै पनि भनेको थिएँ एकचोटि मदन भण्डारीको कार्यक्रमको क्रममा, पार्टी एकता पहिलाको समीक्षा नगरिकन र अलिकति अब चाहिँ बिग्रिँदैन भन्ने कुरा एक हदसम्म सुनिश्चित नगरिकन पार्टी एकता गरेर फेरि हतारमा गरेर फुर्सदमा पछुताउनु अब हुँदैन। तर सहकार्य र कार्य एकता तत्काल सम्भव र आवश्यक छ, अहिले नै, आजै, भोलि। त्यसमा ढिलो गर्नुपर्ने कुनै कारण छैन। त्यसमा हामीले इमान्दारीका साथ आन्दोलित भयौँ भने पार्टी एउटै बनाउने पनि त्यहीँबाट बन्न सक्छ। त्यो बजेटको बेलामा काङ्ग्रेस र एमालेको बिचमा यस्तो रडाको पर्यो, बजेट पास गर्नै नसक्ने स्थिति आएपछि एउटा बाध्यता चाहिँ हामीले पनि यो प्रदेशै फेरि बर्बाद हुन त दिन हुँदैन भनेर फेरि हामीले ध्यान दिनुपर्ने अवस्था आइलाग्यो। म यहाँबाट फेरि पनि तपाईँहरूको अगाडि तपाईँहरूलाई साक्षी राखेर, पत्रकार साथीहरू तपाईँहरूले पनि जे हो त्यही भनिदिनु होला बाहिर। हामीलाई सरकार चाहिए छैन। अहिले नेपाली कम्युनिस्ट पार्टीको प्राथमिकता सरकार हुँदै होइन। मैले भने राष्ट्रिय स्वाधीनता र जनताको हक अधिकारको निम्ति आन्दोलन आजको आवश्यकता हो। हामीलाई सरकार चाहिएको छैन। काङ्ग्रेस एमालेको छ, पालो पालो गर्ने भन्नुभएको थियो, उहाँहरूले गर्नुहोस्, हामी उहाँहरूलाई बाधा दिँदैनौँ। फेरि प्रदेश सरकारमा भएपछि वामपन्थी सहकार्य हुने, सरकारमा नभएपछि सहकार्य नहुने भन्ने जस्तो मलाई लाग्दैन। वामपन्थी सहकार्य सरकारमा भए पनि हुन्छ, नभए पनि हुन्छ। तैपनि हाम्रो कुरा के छ भने संविधानमै गाँठो पर्न लाग्यो। राजनीतिक मूल मुद्दामा नै प्रदेशका कारणले गाँठो पर्न लाग्यो भने नेपाली कम्युनिस्ट पार्टी फेरि गाँठो फुकाउन सहयोग गर्न तयार छ।